नमस्कार। जय जय श्री राधेश्याम। एकजना हजुरबा व्यापार गर्नुहुन्थ्यो। उहाँले जीवनका धेरै वर्ष व्यापार गर्नुभयो अनि जीवनमा उहाँले जति धर्म गर्नुभयो उति नै पाप गर्नुभयो। गर्दै भन्दै उहाँको अन्तिम अवस्था आयो। अन्तिम समयमा आए यमराजका दूतहरू उहाँलाई लाने परे। पाप र धर्म जीवनमा बरोबर गरेकाले उनीहरू पनि अलमल्ल परे। हजुरबालाई सोधे, ए हजुरबा, ए दोकानी दाई, तपाईले त जीवनमा पाप र धर्म बरोबर गर्नुभएछ, अब पहिला स्वर्ग जाने कि नर्क जाने? बडा विचित्र कुरो। उहाँलाई लाग्यो होइन, पहिला दुःख भोग्ने अनि सुख भोग्ने भन्नुभएछ। मलाई पहिला हजुरहरूले नर्क देखाउनु अनि पछि स्वर्ग हेरौँला। हुन्छ भने स्वर्ग पछि नर्क अघि, त्यही मुताबिक उहाँलाई नर्क पुर्याइयो। नर्क पुग्ने बित्तिकै कस्तो ओडार जस्तो ठाउँ रहेछ त्यहाँ। ती दोकानी व्यक्ति छक्क पर्नुभयो। दुलै दुला जम्मै दुलै दुला रहेछन्। घन्टी बज्दो रहेछ अनि त्यो दुलाबाट फुत्ता खाना बेला भो घन्टी बज्यो भनेर सबै ती नर्कमा रहेका प्राणीहरू खाना आउँदा रहेछन्। सबैका दाहिने हातमा देब्रे हातमा दुईटै हातमा डाडु पुन्यु बाँधेका छन्। खाना ल्याइयो, दिया गयो खाना। उनीहरू अब हातमा डाडु बाँधेको छ, कसो कसो उगाउँछन्, मासतिर फेकाउँछन् अनि आहा गरेर खपक्क खान्छन्। जति मुखमा पर्यो उति खाए। धेरै जसो त बाहिरै गयो। तल दाल सब्जी खानेकुरो पोखिएको छ धेरै जम्मै, अलि मात्रै मुखमा परेको छ। सबै लुते लुइरा छन्, एकदम चाउरी परेका छन्, खान नपाएर। त्यो दृश्य देखेर ती दोकानी व्यक्तिलाई कसो कसो लाग्यो। ओहो, नर्क भन्ने कुरा त छक्क पर्दो हुँदो रहेछ। यहाँ त खानै नपाएर मरिँदो रहेछ। यो देखेर उहाँलाई स्वर्ग हेर्न जाने मन भयो। भन्नुभयो, नर्क देखियो, अब स्वर्ग जाउँ। ती व्यक्तिहरूले, ती दूतहरूले हवस् त भनेर उहाँलाई स्वर्गतिर लगे। स्वर्ग पुग्दा पनि उहाँ पनि ठ्याक्क खाने बेला भएको घन्टी बज्दैछ। बडा रमाइलो ठाउँ, आनन्दमय परिवेश, एकदम सुगन्धित वातावरण। टुप्लुक्क पुग्नुभयो। त्यहाँ पनि त्यस्तै दुला रहेछन्। खाने बेलामा ती दुलाबाट फुत्ता जम्मै स्वर्गवासीहरू आउँदा रहेछन्। उसरी नै उहाँ पनि हातमा डाडु पुन्यु बाँधिदिएको छ। ती व्यक्तिलाई लाग्यो यहाँ पनि एउटै रहेछ कारोबार त, हेर्दै जाउँ। आए सबै, खाना आयो, दाल सब्जी सबै थोक। ती स्वर्गका व्यक्तिहरूले त त्यो दाल सब्जी त्यो आफ्नो पुन्यु बाँधेको डाडु बाँधेको हातले खप्रक्क उगाउने, अर्कालाई सपक्क खुवाइदिने, यसले उसलाई खुवाउने, उसले यसलाई खुवाउने। छक्क परे, ओहो, हेर नर्कको चाला त्यस्तो, स्वर्गको चाला यस्तो। अर्थात् यहाँ अर्कालाई खुवाएर, अर्कालाई रिझाएर आफू खाने चलन। खाना देऊ अनि खाऊ। क्या गजब रहेछ यहाँ। हामी नर्क कस्तो अनि स्वर्ग कस्तो भन्छौं। यो कथाले हामीलाई के देखायो त भन्दाखेरि, बाँच्न दिउँ अनि बाँचौं। उसको सुख नै मेरो सुख, हाम्रो सुख नै मेरो सुख। हामी सबैले सुखी हुनुपर्छ। त्यही त स्वर्गीय विचार त छ नि। यो कथा सुने, आनन्द लाग्यो अनि आफूहरू समक्ष पनि मैले पस्केँ। आफूहरूलाई कस्तो लाग्यो अवश्य मेरो भन्नुहोस् न। जय जय श्री राधे, जय जय श्री राधे।